मनको शान्ति भन्दा ठुलो यो संसारमा अरू कुनै सम्पत्ति छैन। मान्छेको मन वायु जस्तै चञ्चल हुन्छ। मनलाई जित्नु नै संसारको सबैभन्दा ठुलो विजय हो। तनको सुन्दरताले मनलाई आकर्षित गर्छ, तर स्वभावको सुन्दरताले हृदयलाई आकर्षित गर्छ। त्यसैले मानिसको स्वभाव नै हो उसलाई जीवनभर साथ दिने। पछुतोले अतीतलाई बदल्न सक्दैन, चिन्ताले भविष्यलाई सम्हाल्न सक्दैन। वर्तमानको आनन्द नै जीवनको सच्चा सुख हो। यो संसारमा आज जे तिम्रो साथमा छ त्यो हिजो अरू कसैको साथमा थियो र भोलि अरू कसैको हुनेछ। कर्म नै तपाईको पहिचान हो, नत्र एकै नामका मानिस हजारौं हुन्छन्। समय मान्छेले बनाएको बाटोमा हिँड्दैन, मान्छेले समयले देखाएको बाटोमा हिँड्न पर्छ। तपाईं स्वयं आफैलाई असल बनाउनुहोस्, दुनियाँमा एक खराब मान्छे कम हुनेछ। जो हुनेवाला छ त्यो भएरै छाड्नेछ र जो हुनेवाला छैन त्यो कहिल्यै हुने छैन।